हामीसँग धेरैवटा डायग्रामहरूको चार्टहरूको अप्सन हुन्छ। आज हामी एक दुईवटा इम्पोर्टेन्ट चार्टहरू हेर्छौँ है, एकदम युजफुल चार्टहरू। टाइम दिएको छ, कुनै प्रोडक्टको डाटाहरू अथवा कुनै भेरिएबलको डाटा दिएको छ। यहाँ सेल्स रिपोर्टमा 3वटा प्रोडक्ट छ, 2टा प्रोडक्ट 3वटा प्रोडक्ट अथवा एउटै मात्रै भए पनि हामीसँग यसरी कुनै खास डेट वाइज डाटा दिएको छ भने बार डायग्राम बनाउन सक्छौँ अथवा कोलम चार्ट पनि भन्छ यसलाई। इन्सर्टमा जाने चार्टमा यो अप्सनहरू हुन्छ। सबैभन्दा सुइटेबल भनेको चाहिँ हामीलाई यो बार डायग्राम है। बार डायग्राममा हामीले धेरै तरिकाले जस्तो यसको लेआउटहरू चेन्ज गर्न सक्छौँ। यसरी आफूलाई कुन सजिलो लाग्छ, राम्रो लाग्छ त्यसलाई हामीले सेलेक्ट गर्न सक्छौँ। यो भयो है। त्यस पछाडि यो प्लस साइन भनेर यहाँ दिएको हुन्छ, यसमा के कुरा राख्ने के कुरा नराख्ने भने एक्सेसले के देखायो, एक्स एक्सिस र वाइ एक्सिसमा हामीले डाटा राख्ने कि नराख्ने। एक्सेस टाइटल वाइ एक्सिसमा के पर्छ, एक्सेस के पर्छ भन्ने कुराहरू भयो। जस्तो यो वाइ एक्सिसमा हामीले के राखेको छ, यो भनेको हाम्रो सेल्स हो नि त है। सेल्स यसरी लेख्न सक्यो। त्यसै गरी एक्स एक्सिसमा हामीले यसलाई के राखेको छ, मन्थ अथवा टाइम राख्न सक्यो है। यो चार्ट टाइटल भनेको छ, चार्ट टाइटलमा पनि टाइप गर्न सक्छौँ। यो भनेको मन्थली सेल्स रिपोर्ट हो नि त, यसरी लेख्नु। प्लस साइनमा अप्सनहरू छ, के गर्न सकिन्छ। डाटा लेभल्स भनेको छ, डाटा लेभल्सले चाहिँ के गर्छ, प्रत्येक डायग्राममा चाहिँ यसरी यो डायग्रामको हाइट कति हो, कहाँसम्म हो यसको भनेको 1200 छ। यसले यहाँ पनि देखाउँछ। कुनै बेला आवश्यक हुन्छ, कुनै बेला हामीले नराख्दा पनि हुन्छ, हाम्रो आवश्यकता अनुसार राख्छौँ है। डाटा टेबल भन्नु, यहाँ यो टेबल पनि राख्न सक्यो। यो टेबललाई चाहिँ डायग्रामकै तल पनि राख्न सक्छौँ है। हामीलाई कसरी आवश्यकता हुन्छ हुँदैन त्योले राख्दा हुन्छ। गरी ट्रेन्ड लाइन भन्ने अप्सन छ लास्टमा है। यो ट्रेन्ड लाइनलाई चाहिँ हामी कुनै प्रोडक्ट वाइज चाहिँ एउटा लाइन मन्थली सेल्सको लाइन कसरी गएको छ, कसरी बढेर गएको छ कि घटेर गएको छ कि त्यसलाई चाहिँ हामीले यसरी लाइनको रूपमा पनि बिचमा एड गरेर हेर्न सक्छौँ। यसमा चाहिँ आफ्नो आवश्यकता अनुसार जस्तो यसरी क्लिक गरेपछि यो प्रोडक्ट सेलेक्ट गर्ने चाहिँ ए गर्ने कि बी गर्ने कि सी गर्ने भनेर होइन, त्यो हिसाबले गर्न सक्यो है। हामीसँग अर्को डाटा छ, 3वटा प्रोडक्ट छ, त्यसको सेल्स अमाउन्ट दिइएको छ एउटा खास समयको है। अघिकोमा चाहिँ के थियो भने टाइमहरू विभिन्न डेटको दिइएको थियो, मन्थ वाइज दिइएको थियो। त्यसो हुँदाखेरि त्यसलाई चाहिँ हामीले बार डायग्राममा राख्दा हामीलाई कम्पेयर गर्न सजिलो भएको थियो। अहिले हामी के गर्छौँ, यसलाई पाइ चार्ट बनाउँछौँ। त्यसको लागि इन्सर्टमा जाने, पाइ चार्टको लागि एउटा अप्सन छ है। यसरी विभिन्न किसिमको पाइ चार्ट, डु नट चार्ट भन्छ यसलाई, यसरी 3D पाइ है, यसरी हामीले राख्न सक्छौँ। अब यसले चाहिँ के भयो, प्रोडक्ट ए भनेको यो भयो ब्लू, यसलाई यहाँनिर हामीले इन्डेक्सिङ गरेको छ। चार्ट टाइटलहरू राख्ने कि नराख्ने, डाटा लेभल्सहरू राख्ने, डाटा लेभल्स यसरी राख्न सक्यो। डाटा लेभल्स राख्ने क्रममा चाहिँ हामीलाई मोर अप्सनमा गयो भने के हुन्छ, यहाँनिर अरू अप्सन आउँछ, यसबाट हामीले पर्सेन्टेजमा राख्न पनि सक्छौँ। त्यसो हुँदा यो चाहिँ डाटा हेरेर हामीले गर्नुपर्ने हुन्छ। जस्तो मेल नम्बर कति छ र फिमेल कति छ यसरी दिइएको छ। यस्तो केसमा के हुन्छ, हामीले पाइ चार्ट चाहिँ हाम्रो लागि सबैभन्दा एप्रोप्रिएट देखिन्छ है। यसो गर्यो भने यो पनि भयो अर्को पाइ चार्ट। यसरी कम्पेयर गर्दा के भयो, मेल यति फिमेल यति भन्दाखेरि यसरी कम्पेरिजन गर्न कुन चाहिँ बढी कुन चाहिँ कम भनेर हामीलाई एकदम सजिलो हुन्छ है यस्तो यो किसिमको चार्टबाट चाहिँ। त्यसो हुँदाखेरि डाटाको टाइप अनुसारले हामीले चार्ट बनाउनु पर्ने। मन्थ र त्यसको टोटल एक्सपेन्सेस यसरी राखेको छौँ हामीले। यो चाहिँ के हो भन्दा समय अनुसार चाहिँ खर्चहरू कसरी भेरिएबल भएर चेन्जेस भएर गइरहेको छ, अथवा यसमा सेल्स हुनसक्छ है, अथवा जुनसुकै डाटा पनि हुनसक्छ, तर चाहिँ एउटा टाइम वाइज चेन्जेस कसरी आइरहेको छ भन्ने कुरालाई देखाउनु चाहिँ सबैभन्दा उपयुक्त के हुन्छ भने लाइनवाला अप्सन छ। यहाँबाट जाने, यसरी लाइन चार्ट एकदम सजिलो छ। यसरी लाइन चार्ट बनाउन सक्छ। हेर्नु एक्सपेन्सेसहरू के भएको रहेछ, बढेर गएको रहेछ। जनवरी फेब्रुअरी मार्च अप्रिलमा चाहिँ के भयो, एक्सपेन्सेस यसरी नै बढेर गएको छ। 1500 1700 20। अब यसलाई मानव एकछिन लागि यहाँनिर चाहिँ आएर 1200 भइदिएको भए के हुन्थ्यो, यसरी हामीले यहाँनिर डाटा चेन्ज गर्ने बित्तिकै यो चार्टमा पनि चेन्ज हुन्छ है। लेभल्सहरू लगायतका कुराहरू अब हामीले अघि जस्तै गरेर एक्सेस टाइटलहरू राख्न सक्छौँ है। यो कुरा सजिलै छ। अनि त्यस पछाडि जस्तो यो चार्ट रेडी भयो, यो चार्टलाई तपाईँले कपी गरेर वर्ड फाइलमा अनि पावर पोइन्टमा पनि हामीले लगेर कपी पेस्ट गर्यो भने पनि देखाउन सक्छौँ डाटाहरूलाई चाहिँ चार्टको रूपमा।